पार्ट्स नेपालमा तपाईँ आउनुभयो अथवा जोइन गर्नुभयो एज अ सेल्स पर्सन, एज अ एउटा आउटलेट सम्हाल्ने जिम्मेवारी लिएर भने सबैभन्दा पहिला हजुरले जान्नुपर्ने कुराहरू के छन् त भन्दा आइपार्ट्स नेपालले के गर्छ, के काम गर्छ, कसरी गर्छ, यसको सिस्टम के हो, होइन, तिनी कुराहरू जान्न जरुरी छ। त्यसका लागि जस्तै आइपार्ट्स नेपालमा तपाईँले ख्याल गर्नुहोला के छ त ipartsnepal.com मा गइसकेपछि हजुरले यो जो ड्यासबोर्ड देख्नु भएको छ यो भनेको कस्टमरले देख्ने एउटा फुटर हो। यसमा चाहिँ हजुरले सेल्स फोन, यदि कस्टमरले आफ्नो फोन सेल गर्न खोजेको छ भने सेल्स फोनमा क्लिक गर्छन् र आफ्नो फोनको इभ्यालुएसन गर्छन्। अब कुन चाहिँ ब्रान्डको फोन हो, कुन मोडल हो त्यो भनेर सिलेक्ट गर्छन्। सिलेक्ट गरिसकेपछि यसरी नेक्स्ट गर्छन्। गरिसकेपछि फोन अन छ कि छैन भनेर सोध्छ, होइन, एमडिएमएसमा रजिस्टर छ कि छैन, बिल बक्सहरू छ कि छैन, कुनै वाइफाईहरूको समस्या के इस्युहरू छ यिनीमध्ये त्यो भनेर सोधिन्छ। त्यो सोधिसकेपछि बिल, चार्जर, ओरिजिनल बक्सहरू छ कि छैन, होइन, अनि त्यसपछि कुन कन्डिसनमा छ त भनेर गरिसकेपछि हामीले नेक्स्ट गरेपछि त्यो फोनको भ्यालुएसन आउँछ, होइन। अब सबै कुराहरू हामीले सिलेक्ट गर्न जरुरी छ है। कुनै फल्ट छ कि छैन कि, होइन, स्क्रैचहरू छ कि छैन, वारेन्टी छ कि छैन भनेर पनि त्यो पनि छन्न जरुरी छ। ल अब यसरी यो फोनको भ्यालुएसन कति आयो त 8,102 रुपियाँ भनेर यो फोनको भ्यालुएसन आयो। यसरी भ्यालुएसन लिएको फोनलाई अब कसरी हामीले मेन चाहिँ अब यो फोन किन्नलाई चाहिँ हामीले के गर्नु पर्यो त हजुरको मानिलिनु आइपार्ट्स नेपालको पोर्टलमा गएर तपाईँले हजुरले के गर्नु पर्यो, आफ्नो पोर्टलमा गएर चाहिँ लगइन गर्नु पर्यो। सबैभन्दा पहिला यहाँ आफ्नो आइडी हालेर जो हजुरको स्टोरको आइडी छ हजुरलाई युज गर्न दिएको त्यो आइडी हजुरले यसरी हाल्नुहुन्छ। हालिसकेपछि हजुरको यस्तो प्रकारको ड्यासबोर्ड खुल्छ, होइन। यो ड्यासबोर्ड प्रवीण अधिकारीको नाममा छ। जस्तै अब यसमा त्यो फोन हजुरले अघि भ्यालुएसन गरेको अथवा कस्टमरले गरेको भ्यालुएसनलाई हजुरले यहाँ फोन किन्न पर्यो भने एड डिभाइसमा जानुहुन्छ। कुन मोडल थियो त यो भनेर यसो त्यो मोडल हाल्नुहुन्छ, होइन। मोडल हालेर आइएमई नम्बर पनि हाल्न जरुरी छ। कतिमा लिनुभएको थियो त 8,102 रुपियाँमा भ्यालुएसनमा आएको थियो। डिस्क्रिप्सनमा केही चार्जरहरू केही दिएका छन् कि छैन कि, होइन, त्यो एक्सवाइजेड सबै डिटेल लेख्नुहुन्छ। केही समस्या छ कि छैन, ओरिजिनल बक्सहरू एमडिएमएस रजिस्टर छ कि छैन, होइन, यो सबै हेर्नुहुन्छ। त्यसपछि हजुरले त्यसलाई नेक्स्ट गर्नुहुन्छ। त्यसपछि हजुरले कस्टमरको नाम राख्नुहुन्छ। कस्टमरको नाम डिटेलहरू सबै राखिसकेपछि कस्टमरको डकुमेन्ट्स मेन राख्न जरुरी छ है। यहाँ चाहिँ कस्टमरको हजुरले के राख्नुहुन्छ त भन्दा कस्टमरको डिटेलहरू राख्नुहुन्छ। मानिलिनु अहिले एक्जाम्पललाई हामीले कुनै एउटा राखिदिउँ, होइन, फोटो राखिदिउँ, कुनै एउटा हामीले डिटेल राख्यौँ भने चाहिँ ओके फोटो, कस्टमरको फोटो राख्न पर्यो। यिनी दिएको सबै कुरा हजुरले डिटेलहरू राखिसकेपछि तपाईँले गर्ने के हो त यसमा कस्टमरको सिग्नेचर गर्न। अब सिग्नेचर हजुरले कम्प्युटर ल्यापटपबाट गर्दा चाहिँ कस्टमरलाई यसरी गराउनु पर्यो भने हजुरले आफ्नो डिभाइसमा आइपार्ट्स नेपालको एप, सर्टकट एप इन्स्टल गरेर होम पेजमा अनि त्यसरी गर्न सक्नुहुन्छ। यो सजिलो हुन्छ है। अथवा हजुरले पसलमा स्टोरमा एउटा ट्याब चलाउन दिएको छ भने त्यो ट्याबबाट पनि हजुरले यसरी रजिस्ट्रेसन गर्न सक्नुहुन्छ। अब यसलाई हजुरले सेभ गरिदिनुहुन्छ। सेभ गरिसकेपछि हजुरको त्यो फोन हजुरले पर्चेस गर्नुभयो। यसरी डिटेल आउँछ, ओके। अब यो फोन मानिलिनु कुनै मेन्टेनेन्स गर्न बाँकी छ। अब यसको डिटेलहरू हेर्नु त यो अहिले त हामीले एक्जाम्पलको लागि राखियो नि त यो, होइन, यतिमा किनेको, होइन,
यो सबै भनेर चाहिँ डिटेल अब मानिलिनु अब यसमा केही बनाउनु पर्ने छ भने तलपट्टि हजुरले बनाउन पर्ने के छ त के मेन्टेन गर्नुपर्ने छ के बिग्रेको छ कति कस्ट लाग्यो होइन त्यो सबै चाहिँ हजुरले एड गर्न सक्नुहुन्छ अथवा यो किनेको फोनलाई सिधै हजुरले ट्रान्सफर कहाँ गरिदिने त हजुरको हेड अफिसमा ट्रान्सफर गरिदिने हेड अफिसले के गर्छ त्यो बनाएर फेरि हजुरलाई त्यहाँ बेच्ने योग्य बनाएर रिप्याकिङ गरेर यसरी हजुरलाई दिन्छ यो ट्रान्सफर गरिदिनु भयो होइन यो कता गयो सिधै हजुरको हेड अफिसमा गयो यो फोन अब हजुरले त्यहाँ बेच्न पनि सक्नु भएन र मेन्टेन गर्न पनि सक्नु भएन ओके अब त्यसपछि मानिलिनु कुनै हजुरले सामानहरू पौस मसिन जस्तै हाम्रो प्रोडक्टको क्युआरबाट स्क्यान गरेर पौस मसिन भनेको चाहिँ हजुरले चाहिँ के गर्न मिल्यो यसलाई यहाँ प्रोडक्टको बारकोड हजुरले स्क्यान गर्न पनि सबै ऊ आउँछ कोड आउँछ यहाँ डिटेलहरू आउँछन् होइन त्यो कति हो कस्टमरको नाम डिटेल वारेन्टी छ भने वारेन्टी कोड लेखिदिने अब वारेन्टी कोड चाहिँ के हुन्छ त भन्दा प्रोडक्टको केसमा हजुरलाई वारेन्टी कोड प्रिन्ट गरेर दिएको हुन्छ त्यो प्रिन्ट कोड चाहिँ यहाँ लेखिदिने हो डाटा केबलमा अथवा कुन डिभाइसमा हामीले कतिको वारेन्टी दिएको छौँ त्यो यहाँ लेखिदिइसकेपछि कस्टमरले आफ्नो पेजबाट है आफ्नो पेजबाट चाहिँ कस्टमरले वारेन्टी चेक गर्न मिल्छ वारेन्टी छ कि छैन भनेर चाहिँ यसरी चेक गर उसले चाहे डाटा केबल लिगोस् चाहे जेसुकी लिगोस् यहाँ आफ्नो वारेन्टी कार्ड नम्बर हाल्छ र आफ्नो चेक डिटेल गरेपछि सर र यो किनेको थिएँ भनेर आउँछ अब एफिलिएट भनेको चाहिँ के हो त भन्दा एफिलिएट भनेको यो हाम्रो प्रोमोटरहरू जति पनि छन् यानि हामीले प्रोमोटर पनि एउटा एफिलिएट गरेर कुनै हाम्रो प्रोमोटरले हाम्रो प्रोडक्ट अथवा सर्भिसलाई एफिलिएट गरेर उसले पैसा कमाउन सक्ने पनि प्लेटफर्म छ जसलाई चाहिँ हामीले यो प्रोमोटर कोड दिएका हुन्छ त्यो कोड राखेर हामीले यसलाई बेच्दा अथवा हजुरको बिलिङ गर्दाखेरि उसलाई चाहिँ अटोमेटिकली त्यो एक्सेसरिज अथवा फोन अथवा रिपेयर सर्भिसमा जति पर्सेन्ट हामीले कमिसन दिएका थियौँ त्यो चाहिँ उसको ड्यासबोर्डमा देखाउँछ अथवा उसले कमाउँछ है त अब यो रह्यो पौसको विषयमा अब हामीले इन्भोइस अब इन्भोइस भनेको चाहिँ के हो त भन्दाखेरि हजुरको बारकोड छैन हजुरले कस्टमरको रजिस्टर गर्ने नामहरू राख्ने होइन यसरी कुन आइटम बेच्नुभयो मानिलिनु आइफोन 11 बेच्नुभयो अरे आइफोन 11 कतिमा बेच्छौँ त हामी 30,000मा बेच्छौँ रे होइन अनि त्यसपछि मानिलिनु फेरि आइफोन 11 को आइएमई नम्बर यसरी राखिदिन्छौँ होइन यसरी डिस्क्रिप्सन लेख्न जरुरी छ है अब जस्तै मानिलिनु आइफोनको डाटा के आइफोन डाटा केवल बेच्नुभयो भने डिस्क्रिप्सनमा कुन बेच्नुभयो होइन जस्तै आइफोनको गुड क्वालिटी या पिडी होइन पिडी केबल बेच्नुभयो कि कुन बेच्नुभयो त्यो डिटेलहरू पनि राख्नु पर्यो कतिमा बेच्नुभयो त मानिलिनु हजुरले 1000मा बेच्नु भने 1000को डिटेल राख्नु पर्यो त्यो सबै यो क्वान्टिटी सरी या क्वान्टिटी हजुरले एक पिस बेच्नुभयो कतिमा बेच्नुभयो त 1000मा बेच्नुभयो राइट अब यसरी राखिदिने अब डिस्काउन्ट यहाँ चाहिँ हजुरले डिस्काउन्ट कति पर्सेन्ट डिस्काउन्ट दिनुहुन्छ अथवा डिस्काउन्ट छैन हजुरको ट्याक्स इन्क्लुडेड हो भने केही लेख्नु परेन यदि ट्याक्स हजुरले फेरि जोड्नु पर्ने हो भने यहाँ 13% ट्याक्स जोड्ने हो भने 13% ट्याक्स जोड्न पर्यो होइन त्यसरी चाहिँ हामीले डिटेल राखिसकेपछि सेम अघिको यो सामानमा यो बिलमा उहाँले वारेन्टी कोड यदि वारेन्टी कोड वारेन्टी कार्ड पाउनुहुन्छ भने वारेन्टी कार्ड नम्बर यहाँ हाल्यो कति डेजको पाउनुहुन्छ त 30 डेज या 90 डेज पाउनुहुन्छ भने 30 90 भनेर लेख्नु पर्यो एफिलिएट छ भने एफिलिएटको कोड राखेर क्रिएट इन्भोइस गरिसकेपछि यो हजुरको क्रिएट भयो ओके अब मानिलिनु हामीले एउटा यो क्रिएट गरौँ ओके क्रिएट गरिसकेपछि एफिलिएटको पर्सेन्ट यसमा हामीले म्यानुअली पर्सेन्ट राख्नु पर्ने हुन्छ जस्तै एक्सेसरिजमा हामीले 10% दिन्छौँ भने अरूमा चाहिँ यसरी कोड जनरेट भयो राइट अब यो कोड चाहिँ पे केबाट गर्यो त यसरी पे पनि गर्नु पर्यो नि त पैसा होइन उहाँले अनलाइन गर्नुभयो कि अफलाइन उहाँले चाहिँ अनलाइन गर्नुभयो कि
अफलाइन पेमेन्ट गर्नुभयो त्यो चाहिँ हामीले यहाँ मेन्सन गर्न जरुरी छ है त। पेमेन्ट मोड अनलाइन अफलाइन हामीले अहिले मेन्सन गर्न जरुरी छ। यहाँ देखाउँछ, अहिले देखाएको छैन, हजुरले चलाउने बेला चाहिँ देखाउँछ। ओके, अब कस्टमरले यदि प्रिन्ट लादिन भने यो क्युआर लानुहोस्, यो बिल हो हजुरको भनेर दिन सक्नुभयो, अथवा हजुरले प्रिन्ट गर्ने भने यहाँ हजुरले डाउनलोड गरेर राख्ने भए त्यहाँ राखेर गर्न सक्नुभयो। बिल यस्तो प्रकारको आउँछ। ओके, ल यो त भयो अब हामीले इन्भोइस पो। अब रिपेयरमा जाउँ। अब मानिलिनु हजुरले रिपेयरको बिल काट्दै हुनुहुन्छ भने कस्टमरको सेम डिटेल राख्न पर्यो होइन। अनि त्यसपछि अब यहाँ कस्टमरको नम्बर राख्न पर्यो। रिपेयरमा चाहिँ एउटा के ख्याल गर्नु होला, कस्टमरको जे नम्बर छ त्यही हाल्ने। किन भन्दाखेरि हामीले यो बिल बनाइसकेपछि हाम्रो चाहिँ यहाँ कस्टमर सिग्नेचर है, यो बिल बनाइसकेपछि हजुरको फोन रिपेयरको लागि प्राप्त भएको छ भनेर चाहिँ मेसेज जान्छ। अब फोनमा के इस्यु छ त, फोनको इस्यु पनि लेख्नु पर्यो होइन। जस्तै मानिलिनु एलसिडी प्रब्लम भनेर लेखियो होइन, एलसिडी प्रब्लम लेखियो, कुन ब्रान्डको हो होइन, त्यो ब्रान्ड नेम लेख्न पर्यो, आइएमई नम्बर लेख्न पर्यो। इफ आइएमई नम्बर फोन अन छैन भने आइएमई नम्बर, यदि आइफोन छ भने सिम ट्रेमा हुन्छ, त्यसको पछाडि प्यानलमा पनि लेखेको हुन्छ। कुनै बेला एन्ड्रोइडको केसमा पनि त्यही हो, हाउजिङको पछाडि लेखेको हुन्छ होइन। अब त्यसरी चाहिँ हजुरले आइएमई नम्बर हेर्न सक्नुहुन्छ। यदि आइएमई नम्बर छँदै छैन भने चाहिँ सिरियल नम्बर त अनिवार्य हुन्छ पछाडि, त्यो सिरियल नम्बर लेखिदिन सक्नुहुन्छ। यदि प्याटर्न छ भने प्याटर्नमा राखिदिने, यदि पिन छ भने पिन यहाँ हजुरले पिन पासवर्ड यसरी राखिदिन मिल्यो। यदि प्याटर्न छ भने केही गर्नु परेन, प्याटर्नमा थिच्ने अनि बिल जेनेरेट गरिसकेपछि त्यहाँ 9वटा डट बनेर आउँछ। यदि अमाउन्ट छ भने, यदि हजुरले एलसिडीको कोटेसन गर्नुभएको छ भने त्यहाँ अमाउन्ट लेखिदिने, यदि छैन भने 0 कम्पलसरी लेखेर हजुरले नेक्स्ट गर्न सक्नुहुन्छ है। अनि एफिलिएट यो प्रमोटर यदि कोही छ भने प्रमोटरको कोड पनि लेख्न जरुरी छ ताकि उसलाई कमिसन जाओस् है कि। अनि क्रिएट गर्नुभयो, क्रिएट गरिसक्ने बित्तिकै यो केसमा के भयो त, यो कस्टमरलाई यो डिटेल गयो। अब उसले क्युआर स्क्यान गरेर त्यो बिल दिन पनि सक्यो, अथवा हामीले यसरी प्रिन्ट गरेर पनि फेरि कस्टमरलाई दिन सक्यौँ। दुईटा कपी आउँछ, एउटा कस्टमर कपी, एउटा अफिस कपी। ओके, अब यसरी चाहिँ हामीले दिन्छौँ। यहाँनिर चाहिँ हजुरको 9वटा डट बनेर आउँछ, जसलाई हजुरले प्याटर्न कसरी हो कस्टमरसित लिएर आफ्नो कपीमा एउटा लेखेर राख्न सक्नुहुन्छ, 1 2 3 भनेर है त। यो हजुरले आफ्नो फुटर लगइन गरिसकेपछि यो देखाउँछ। ओके, अब हामी जान, यो रिपेयर भयो। अब रिपेयरमा अब के छ त अर्को कुरो भन्दा हजुरले यो स्टेटस अपडेट गर्नुपर्ने जरुरी छ। जस्तै रिपेयर त रिसिभ गर्नुभयो होइन, अब के छ त इन प्रोसेसमा बनाउन हजुरले रिपेयर ल्याबमा पठाउनु भयो होइन, ल्याबमा पठाइसक्नु भयो, त्यो ल्याबको लागि अपडेट गरिदिने होइन, त्यो प्रोसेसमा गयो के। अब मानिलिनु हजुरले कम्प्लिट गर्नुभयो, अब मानिलिनु यो कम्प्लिट कि त फेल्ड भयो। ओके, सकियो, रिपेयर रिटर्न छ भने फेल्ड भनेर लेखिदिने, कम्प्लिट भयो नि यसरी कम्प्लिट गरेर अपडेट गरिदिने भने कस्टमरलाई मेसेज आउँछ हजुरको फोन रिपेयर सक्सेसफुल भएको छ भनेर, अनि कस्टमर लिन आउँछ। मेकानिजम एकदमै राम्रो छ, हजुरले फलो गर्ने आवश्यकता चाहिँ अनिवार्य छ है त। यो भयो हजुरको आइपार्ट्स नेपालको बिलिङ सिस्टम। अब ट्रान्सफर रिक्वेस्ट, मानिलिनु कुनै हजुरले सामानहरू पठाउनु पर्ने छ, मानिलिनु हजुरले आइपार्ट्स नेपालको हेड अफिसमा पठाउनु छ, अथवा आइपार्ट्स नेपाल हजुरले रिजनल काठमाडौँको अफिसमा पठाउनु पर्ने छ, के पठाउने त्यो डिस्क्रिप्सन लेख्ने, अनि त्यसपछि हजुरले के चाहियो त्यो हजुरले लेख्नुहुन्छ होइन, त्यो लेखेको बिल गर्ने, अनि त्यसपछि यसलाई क्रिएट गरिदिने। क्रिएट गरिसकेपछि एउटा के भयो त, यहाँ उनीहरूले ट्याक्क यसो रिक्वेस्ट आएको छ यो सामान पठाइदिन पर्यो भनेर चाहिँ देखिन्छ, अनि हजुरलाई त्यो सामान आउँछ। ओके, ट्रान्सफर रिक्वेस्ट। अब ट्रान्सफर रिक्वेस्ट त हजुरले जेनेरेट गर्नुभयो होइन,
अनि त्यसपछि हजुरले अब के चाहियो त भनेर यहाँ आइटम हजुरले अट्याच गर्न सक्नुहुन्छ कि है। जस्तै मानिलिनु हजुरले यहाँ प्रोडक्ट अहिले प्रोडक्ट अपलोड छैन सिस्टममा, अपलोड भइसकेपछि डाटा केबल चाहियो भने यति पिस डाटा केबल भनेर यहाँ डाटा केबल चुज गर्नुभयो, त्यसको क्वान्टिटी फेरि एड गरिदिनु भयो होइन। अब एड गरिसकेपछि फेरि नेक्स्ट अर्को के चाहियो, एडप्टर 3 पिन एडप्टर चाहियो, फेरि एड गर्नुभयो। त्यसरी कुन के सामान चाहियो यसरी रिक्वेस्ट हजुरले पठाउन सक्नुहुन्छ। ओके, यो भनेको ट्रान्सफर रिक्वेस्ट हजुरलाई चाहिने सामानहरूको अर्डर गर्ने सिस्टमबाट, म्यानुअली होइन। ओके ओके, अब हामी जाउँ अर्को नेक्स्ट भनेको एक्सपेन्सेस। हजुरले त्यो आउटलेटमा के खर्च गर्नुभएको छ, एक्सपेन्सेसमा ट्याक्क राख्ने एड एक्सपेन्सेस भनेको चाहिँ के भन्दाखेरि टाइटल, जस्तै मानिलिनु हजुरले याङ्गो अथवा इनड्राइभ गर्नुहुन्छ। ओके, इनड्राइभ भनेर हजुरले एउटा हेडिङ राख्नुहुन्छ। इनड्राइभमा हजुरले सधैँ गरिरहने, जस्तै मानिलिनु त्यो डिस्क्रिप्सन होइन, यो मन्थ जुनभरिको इनड्राइभको खर्च हजुरले यसरी एड चाहिँ गर्न सक्नुहुन्छ। क्रिएट एड गर्यो होइन, क्रिएट एक्सपेन्सेस गर्यो। अब यसको तलपट्टि हेर्नुहोस् त, यहाँ तपाईँले यो क्रिएट भइसकेपछि यहाँ तल के हुन्छ, एड आइटम। अब मानिलिनु हजुरले के मगाउनु भयो त, हजुरले मानिलिनु एउटा एलसिडी मगाउनु भयो इनड्राइभबाट होइन, के मगाउनु भयो, कुन मोडलको एलसिडी मगाउनु भयो त, मानिलिनु 11कै GX डिस्प्ले मगाउनु भयो होइन। अनि त्यसपछि त्यो इनड्राइभको खर्च लाग्यो, कुन तारिकमा लाग्यो त भनेर ट्याक्क यहाँ लेख्न सकिन्छ, हामीले देख्न सकियो। मानिलिनु हामीले आज 4 तारिक हो, 5 तारिक त हुने कुरो भएन। सो अब 4 तारिकमै हामीले कति खर्च गरियो त, त्यहाँ मानिलिनु 200 खर्च गरियो। अब हजुरले यसको बिल पनि अट्याच गर्नुपर्ने हुन्छ, त्यो बिल माग्ने होइन। अनि बिल टक्क यसरी हजुरले फोटो खिचेर अपलोड गर्न पनि सकियो, अथवा हजुरले एड गर्न पनि सकियो। रिसिप्ट मस्ट बी कम्पलसरी है, यो एड गर्ने हजुरले कसरी त भन्दा पहिला मोबाइलमा खिच्ने, अनि त्यसपछि हजुरले मोबाइलबाट एड गर्ने। ल अहिलेलाई यही नै बिल मानौँ। ओके, यो क्रिएट भयो। ल हजुरको यो फर्मेट मिलेन, यसको कुन फर्मेट मिलेन त भन्दा हजुरको बिलको फर्मेट मिलेन, बिल केही न केही हजुरको मिस्टेक भयो। मानिलिनु यही राखिदिउँ अहिले। ल ओके, अब एड एक्सपेन्सेस हामीले एड गरियो, क्रिएट गरियो, यो क्रिएट भयो। क्रिएट भइसकेपछि कति खर्च भयो त, 200 खर्च भयो। ओके, अब टोटलमा कतिवटा एक्सपेन्सेसहरू भयो भनेर हामीले यहाँ फेरि एक्सपेन्सेसमा हेर्दाखेरि यहाँ यसरी देखाउँछ होइन। इनड्राइभको 200, डाटा केबल पहिलाको गरेको 200, यसरी हजुरले एक्सपेन्सेसहरू एड गर्न सक्नुहुन्छ। ओके, यसलाई अब सबमिट गर्नु पर्यो। सबमिट गरिसकेपछि हजुरले यो खर्च गरियो भनेर हामीले सबमिट गरिसकेपछि हेड अफिसमा देखाइदिन्छ। ओके, यो चाहिँ बुझ्न जरुरी छ। ओके, एक्सपेन्सेसलाई अझै लेन्दी नहुने गरी मिलाउनसम्म चाहिँ हामी मिलाइदिन्छौँ। अलि यो हजुरलाई गर्नलाई लेन्दी हुन्छ कि जस्तो लाग्यो। अब हामी रिपेयर रिक्वेस्टमा जाउँ होइन। पब्लिक रिपेयर भनेको चाहिँ के हुन्छ त भन्दा हजुरलाई हजुरको ब्रान्चमा आएको रिपेयर रिक्वेस्टको यहाँ देखाउँछ होइन। अब जस्तै रिपेयर रिक्वेस्ट कसैले हजुरलाई रिक्वेस्ट गरेको छ भने सर यहाँ देखाउँछ इन प्रोसेस भयो होइन। अब यसलाई चाहिँ हजुरले रिभ्यू गरेर यसलाई कम्प्लिट गरिदिने होइन। अघि नै जो बिल काट्नु भएको थियो त्यसको है, यसलाई चाहिँ हजुरले के गर्नुभयो, कम्प्लिट गरिदिनु भयो भने यो बनिसक्यो भनेर उनीहरूलाई मेसेज जान्छ। ओके, यो रिपेयर रिक्वेस्ट हजुरले गरेको, यो पब्लिक रिपेयर भनेको जो पब्लिकले हामीलाई यहाँबाट चाहिँ रिक्वेस्ट गर्छ, त्यो उनीहरूलाई ब्रान्च चुज गर्न भनेको हुन्छ, त्यो ब्रान्चको चाहिँ हजुरको ब्रान्चमा यहाँ सर देखाउँछ, अनि त्यसलाई हजुरले फलोअप गर्न सक्नुहुन्छ। ओके, अब त्यस्तो लेन्दी भन्ने कुरा केही पनि छैन। हजुरको स्यालेरी कुन महिनामा आयो, कुन महिनामा आएन भनेर पनि यहाँ हजुरको सो गर्छ। अनि ठिक छ, अब डेलीको सेल्स रिपोर्ट अब सबै गरिसकेपछि यहाँ हजुरले सेल्स रिपोर्ट
सर आजको सेल्स रिपोर्ट के छ सबै कुराको भनेर जेनेरेट गरेर हजुरको जो पनि माथिल्लो तहमा हुनुहुन्छ उहाँलाई हजुरले पठाउन सक्नुभयो। ओके, एक्सपेन्सेसहरूको बारे यो नपठाए पनि उहाँले त फुटरबाट एडमिनले देखिहाल्नुहुन्छ, त्यही पनि पठाउँदा चाहिँ राम्रो। डेली बेसमा हजुरले यसरी चाहिँ अपडेट गरिरहनु पर्छ, डेली बेसमा एन्ट्री गरिरहनु पर्छ। हजुरले पाउने कमिसन, हजुरले पाउने इन्क्रिमेन्टहरू होइन, सबै यही बिलिङमा आधारित कुरो छ, जसले गर्दा बिलिङमा सिस्टममा हजुरलाई टार्गेट अचिभ गर्न दिएको मन्थली टार्गेट अचिभ गर्नुभयो भने यही सिस्टम हेरेर फलानु अधिकारी प्रवीण अधिकारीले बेचेको सामान यति यति टार्गेट मिट गर्यो भनेर चाहिँ यहाँबाट हजुरले पाउनुहुनेछ तोकिएको कमिसन। ओके, अब सर र हजुरलाई म बुझाइदिन्छु। यो कस्टमरको हजुरले जति पनि क्रिएट गर्नुभएको छ त्यो कस्टमरको डिटेलहरू यहाँ बस्छ भने अर्डर आएको लिस्टहरूको अर्डर यहाँ भयो, इन्भोइस बनाएको यहाँ भयो, सेल्स हजुरले सेल्स गर्नुभयो, इन्भोइस क्रिएट गर्नुभयो, सेल्स भयो। यदि कुनै कस्टमर रिटर्न आउँछ भने त्यसकै बिलको आधारमा हजुरले यहाँबाट सेल्स रिटर्न भनेर चाहिँ गरिदिन मिल्छ है। यदि रिटर्न छ भने त्यो बिलमा गएर एक्सपेन्सेस हजुरले यहाँबाट देख्न सक्नुहुन्छ। अनि पब्लिक रिपेयर यदि हजुरलाई कुनै रिक्वेस्ट आछ भने यहाँ देख्न सक्नुभयो। हजुरले रिक्वेस्ट गरेको जति पनि क्रिएट बिल गर्नुभएको छ रिपेयरको लागि हजुरले यहाँबाट गर्न सक्नुहुन्छ, अथवा यहीँबाट पनि हजुरले न्यू रिपेयर रिक्वेस्ट गर्न सक्नुभयो। ट्रान्सफर रिक्वेस्ट भनेको चाहिँ हजुरलाई कुनै सामानहरू चाहियो भने यहाँबाट अघि भनेअनुसार हजुरले यहाँबाट न्यू ट्रान्सफर गरेर क्रिएट गर्न सक्नुहुन्छ। युज फोन डिभाइसेस हजुरले किन्ने फोनहरू हजुरले एड न्यू फोन गरेर अघि देखाए अनुसारले सबै डिटेलहरू भरेर सर गर्न सक्नुहुन्छ। पौच भनेको त अब बुझिहाल्नुभयो होइन, त्यो पौचबाट हजुरले यहाँबाट बारकोडबाट आफूले बिलिङ जेनेरेट गर्नलाई एकदमै सजिलो छिटोको लागि पौचमा। अनि स्यालेरी भनेको हजुरले आफ्नो स्यालेरी हेर्न सक्नुहुन्छ। सेल्स रिपोर्ट, डेलीको सेल्स रिपोर्ट, इन्भेन्टरी रिपोर्ट भनेको हजुरको जति पनि प्रोडक्टको स्टकहरू छ हजुरकोमा त्यो स्टकहरू यहाँ देख्न सकिन्छ, के छ के छैन, के सेल भयो होइन, के चाहिएको छ भन्ने कुराहरू सबै यही इन्भेन्टरी रिपोर्ट हेरेर गर्न सकियो। एक्सपेन्सेस रिपोर्ट हजुरले एक्सपेन्स गरेको कुराहरू महिनावारी हेर्न, यो सबै एडमिनले हेर्ने कुरा हो, तर हजुरले आफै क्रिएट गरे एडमिनलाई पठाउन पनि सकियो। अब प्रोमोटर हजुरको प्रोमोटर कोडहरू युज गरे कति सेल गर्नुभयो त्यो पनि हेर्न सकियो। प्रोडक्टको क्याटेगोरीहरू होइन, यहाँ प्रोडक्टको क्याटेगोरी हामीसँग के छन्, कति प्रोडक्टहरू हजुरसँग स्टक छ भने यहाँ पनि हेर्न सक्नुभयो हजुरले होइन। अब क्याटेगोरी वाइज के स्टक छ भने यहाँ हेर्न सक्नुभयो। लकी विल भनेको चाहिँ हामीले कस्टमरलाई दिने अफरहरू, कस्टमरलाई खेलाउने गेमहरूको बारेमा यहाँ हजुरले यहाँ लकी बिलमा क्लिक गरिसकेपछि हजुरले बिल खेलाउन मिल्यो। पेमेन्ट मेथड भनेको त खासै आवश्यकता छैन। वारेन्टी रिक्वेस्ट हजुरले के गर्नुभयो त अहिलेसम्म वारेन्टी रिक्वेस्टहरू यहाँ देखाउँछ, हजुरको प्रोफाइल यहाँ देखाउँछ। र मेन कुरा भनेको अटेन्डेन्स, हजुरले अहिलेसम्म कतिवटा छुट्टी लिनुभयो, कति बजे आउनु भएको छ भनेर सर यहाँ डेली क्याप्चर गर्न यसरी जरुरी छ। ओके गाइस, ल यति गरिसकेपछि लगभग हजुरले आफ्नो यो आइपार्ट्स नेपालको सिस्टम हजुरले बुझिसक्नुहुनेछ। र इम्पोर्टेन्ट कुरा हजुरले यो डेली रिपोर्ट, डेली सेल्स एक्सपेन्सेसको रिपोर्ट रफमा पनि भर्नुपर्ने हुन्छ। कुनै हजुरले बिल काट्न इमिजिएटली बिल काट्न नसक्ने कस्टमरहरू आएका हुन्छन् होइन, उनीहरूको डिटेलहरू टिप्न चाहिँ बिर्सिनु भएन। र यही आधारमा हजुरले सर बेलुका जाने बेलामा यसरी एन्ट्री गरेर जान सक्नुहुन्छ। यो पनि हजुरको महिनाभरिको यसमा र हाम्रो लेजरमा दुईटै क्लाउड बेसको उसमा चाहिँ मिल्न जरुरी छ। यो पनि हजुरले भर्न जरुरी छ है, ताकि कुनै पनि कुराहरू बेचेका छुट्नु भएन। भोलि बिहान कस्टमर क्लेम गर्न आउँदाखेरि चाहिँ हामी क्लियर हुनु पर्यो, हामी माथि उङ्ली उठाउने ठाउँ हुनु भएन। त्यसका लागि हामीले यो सिस्टम फलो गर्न अनिवार्य छ। होप यु गाइज अन्डरस्ट्यान्ड। केही परेमा हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। थ्याङ्क यू।